रेलिभेन्ट एउटा लिडरसिपमा हेर्छु एउटा ग्राभिटी अफ द्याट पर्सनालिटी त्यो व्यक्तित्वको गहिराई कति छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। मैले भालेन्द्र शाहजीलाई जतिचोटि भेटेको छु जतिचोटि कुरा गरेको छु उहाँको हाउभाउ उहाँको स्पिच जनकपुरमै उहाँको अभिव्यक्तिदेखि लिएर सबै कुरा बुझ्दै गर्दा त्यो व्यक्तित्वमा त्यो ग्राभिटी छ एउटा कुरा। अर्को कुरा he is passionate about his position। म के गर्छु र म के गर्न चाहन्छु भन्ने कुरामा प्यासनली हुनुहुन्छ। यही 165 वटै निर्वाचन क्षेत्रमा पुग्नुपर्छ भन्ने उहाँलाई बाध्यता थिएन, बट ही टुक द्याट च्यालेन्ज कि म यो देशको 165 वटै निर्वाचन क्षेत्रमा पुग्छु भनेर पुग्नु भयो। आफै ड्राइभ गरेर आफै हिँडेर बिरामी भइकन पनि पुग्नु भयो भनेपछि त्यो एउटा नेतृत्वमा आफैले नै आफूलाई च्यालेन्ज गर्ने आफ्नो कम्फर्ट जोन भन्दा बाहिर ड्रिभन पर्सन ग्राभिटी छ। आफूले आफूलाई आफ्नो कम्फर्ट जोनबाट च्यालेन्ज गर्नुहुन्छ त्यो दोस्रो कुरा। तेस्रो कुरा सोसियो पोलिटिकल अन्डरस्ट्यान्डिङ छ। उहाँलाई जुन ठाउँमा जानुहुन्छ यो जानकी मन्दिरको कारणले गर्दाखेरि पर्याप्त पर्यटक हामीले पाइराखेको छैनौँ, त्यो कसरी बढाउन सकिन्छ, यसलाई के गर्न सकिन्छ, सङ्घीयतालाई सबल बनाउनको लागि के स्टेटमेन्ट इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा हि नोज र त्यो पिपल्स नर्भ बुझ्नुहुन्छ। त्यसैले गर्दाखेरि यो तीनवटा पाटोमा सो फार अहिलेसम्मको बुझाइ उत्साहजनक छ र म यसमा विश्वस्त छु कि यो लिडरसिप राम्रो हुन्छ भनेर।